हाई वेलकम टु माई ब्लग। यहाँहरू सम्पूर्णलाई स्वागत छ। अनि यता चाहिँ मेरो बाबा अनि हामी जाँदैछौँ घुम्न पानीटार। यता हिँड्दै हिँड्दै अब अटो लिन आउँदैछ। टक्क अटोमा चढेर पानीटार घुम्न जाने हो कि भन्नु बाबा? यस यस। अहिले हामी अटो चढिसकेको छौँ। हिँड्दा हिँड्दा गरेर दादाले लिन आउनु भएको छ। म पढेको स्कुल आउँदैछ है साथी हो, तर हल्लिएर यस्तो भयो। म पढेको स्कुल हो अहिले त दामी भइसकेको छ। चाहिँ हाम्रो बजार हो, मङ्गलबारे बजार। आज किन सबै बन्द? ए शनिबार, आज शनिबार भएर सबै बन्द छ। हाम्रो बजार फाइनली हाम्रो पानीटार आइपुग्यौँ। चियाको बुट्टै बुट्टा बुट्टै बुट्टा यस्तो गल्डन बाटो यस्तो छ। बाटो बाटो खतरा। यो चाहिँ दामी इलामको मौसम यस्तै हो। एकैछिनमा कुहिरो लाग्यो, एकैछिनमा पानी पर्छ। भर्खर काटेर मुन्टा पनि पलाउँदै रहेछ चियाको। यतिको चाहिँ दामी छ क्या। अहिलेसम्म हुस्से लागेको थिएन गाइस, हुस्से लाग्यो, फोटो खिच्न नपाइने भयो। फाइनली गाइस हामी आइपुग्यौँ, तर धेरै नै चिसो छ। अहिलेसम्म हुस्से लागेको थिएन, हुस्से लाग्यो एकैछिनको छिनमा पानी पर्ला जस्तो छ। आज अब हामी घुम्न आएको, तर लास्टमा भिज्दै भिज्दै जानु पर्ला जस्तो छ अवस्था छ। थुप्रोजना आउनु भएको छ। टेम्पो चलाउने दाइ हो हाम्रो। यहाँ थुप्रोजना हुनुहुँदो रहेछ। यस्तो छ, यहाँ ड्रेसहरू पनि लाउन पाइन्छ कल्चरल। आमामा यो कुहिरी मण्डल भयो, यस्तो भयो एकैछिनको छिनमा। दामी छ। अब यहाँ झन्डा भक्तमा जाँदैछौँ हामी गाइज। नेपालको झन्डा यही टक्क फोटो खिचिसकेर तल जाँदैछौँ। यसरी उफ्रिँदै उफ्रिँदै यस्तो दामी थियो हो नि त तरिका। वाउ, सोमबार जान्छु। धेरै पछि भेटेको साथी, बाई बाई। सबैजना आइदिनु उसको अनि चटपट खाइदिनु पानीटार आएर। हामी चाहिँ अब लागेको घरतिर। बाई बाई।